हेलो गाइस, आज हामी यहाँ मरङपाथीबाट हाम्रो स्कुलको क्यालेन्डर लिएर घर दैलो गर्दैछौँ सो द्याट अरूले पनि चाल पाओस् होइन, एज एन एडभर्टाइजमेन्ट। किनभने यो ठाउँहरूमा गाडीहरू अहिले पुग्दैन, तर हाम्रो स्कुलले चाहिँ यसो कोसिस गरिदिँदैछ कि यहाँसम्म बस ल्याइदियोस्, नानीहरूले एजुकेसन पाओस् अलिक राम्रो। सो नर्मल एजुकेसन भन्दा हाम्रो स्कुलमा अलिक बेटर एजुकेसन हुन्छ भनेर चाहिँ वी आर हियर। अब गाउँघर यस्तै छ, यस्तै हुन्छ। अब यतातिर हामी आउँदैछौँ, पहाड जस्तो रहेछ एकदमै, पुरै गाउँहरू छ। यो ठाउँको नाम चाहिँ केराबारी होइन सर? केराबारी आएको छौँ, भलुवा केराबारी छ। ओके, गाउँपालिका चाहिँ केराबारी। त्यहाँबाट अब यसो हेरौँ, हामी सबै टिचर्सहरू आदि उता पर हुनुहुन्छ, अनि त्यही हामी जाँदैछौँ बाँड्दै। हेरौँ अब नानीहरू रहेछ, यिनीहरूलाई दिनुपर्छ होला। हुनु नि सर, उता घरतिर यस्तो झरेर हट भएर एकदम खतरा घर रहेछ नि यहाँ चाहिँ, के सर? सो गफ गर्नुहुँदैछ। हामीले यहाँ पनि क्यालेन्डरहरू बाँडेको छौँ। And after this, we're going again. This is for some other people. यतातिर जाउँ होइन, त्यही त्यहाँ उकालो पुगौँ न अन्त लास्ट चाहिँ के छ भाइ? हेलो, यसो हात हल्लाइदेऊ नि क्यामेरामा, यस्तो गरिदेऊ न। नाम के हो तिम्रो? प्रदीप विक्क। कुन स्कुल पढ्छौ? युकेजी। कुन स्कुलमा? भलुवा पब्लिक एकाडेमी। त्यही राम्रो बोल्दो रहेछौ त तिमी, राम्रो बोल्दो रहेछौ त। हामी बाँड्दैछौँ, अनि सरले कुरा गर्नुहुँदैछ प्यारेन्ट्सहरूसँग, नानीहरू पनि छ, भाइ पनि रहेछ। अब कतिजनाले एडमिसन गर्छ भने दे आर वेलकम टु आवर स्कुल फ्रम दिस न्यू सेसन। प्रेम सरले यहाँनिर पाटा चोर्न आर्नु हुँदैछ। यसो चोर्नु न सर। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। तपाईँहरू जिस्काउँदै गर्नु होइन, केही छैन, म मनमा लिँदिनँ। पाठा चोर्ने भएको भएन गाइस, चोर्ने त होइन, बोकौँ भनेको। यसो सानो रहेछ। कस्तो फटा हो हाम्रो प्रेम सर? फटा नै हो। अब अलिअलि अघि बिहानबाट बनाऊँ भनेको, बिहानबाट घुम्दैछौँ गाइस हामी होइन, तर अब बिहान साह्रै थाकेको थिएर चाहिँ भागेर अमेरिका गएको। कुन चाहिँ मिस? हेर्नुभयो? कसले बनाउँछ? अमेरिका सपना अमेरिकाको भन्ने शीर्षक छ टपिक, त्यो हेरेको मैले पनि। सानो पपुलर छ त नि हेर्ने कथा। सर अनि तिमीहरूको नि युट्युबमा 1 वर्ष 1.5 वर्ष लाग्छ र त्यसलाई एउटा 1 घन्टाको भिडियोहरू त्यो सबै मिलाएर हाल्नको लागि 1 वर्ष लगाएर गर्छन्। अनि मिलियन भ्युज आउँछ 1 वर्षको भिडियो, एउटा भिडियोमा हाल्छ। एउटा प्रकाश के भन्ने कति भाइरल हुन्छ। 10 वर्षमा भागेर गएको, हिमालमा गएर 50 वर्षमा धेरै पहिला पिछो मान्छेसँग कन्ट्याक्ट भएको हिँडेको। अनि भिडियो बनाएर मान्छेहरू काठमाडौँबाट लगेका उतै काम गर्न राखेको घरमा 50 वर्षको 40 वर्ष अगाडि घर फर्केको। हिमालदेखि कहीँ बाहिर गोठको 40 वर्ष। हाम्रो बस पर्खिरहेछ हामीलाई। दाजु, हाम्रो ह्यान्डसम दाजु बसिराख्नु भएको छ। मिस पनि बसिराख्नु भएको छ। मिस पनि हुनुहुन्छ, दाजु पनि हुनुहुन्छ।
केही भन्दिनँ नि त हाम्रो दर्शक केही बिन्दु भन्नु छैन मलाई केही भन्नु छैन उहाँले भनेपछि फेरि म भन्दा यो भन्न चाहन्छु कि तपाईँको नानी बाबुहरू हुनुहुन्छ भने हाम्रो मुराङपातीबाट इङ्ग्लिस स्कुललाई सम्झिनुहोस् इङ्ग्लिस स्कुललाई सम्झिनुहोस् त्यसको लागि सम्झिनुहुन्छ भने चाहिँ सम्झिनुहोस् है फेरि मजाले सम्झिनुहोस् मजाले सम्झिनुहोस् अब हामी गाडीमा जान्छौँ उता टिचरहरू जानुभएछ गाउँघर नमस्ते डोमी जाउँ अब कुन चाहिँ सरहरूलाई भेट्छौँ हामी ल गाइस आज चाहिँ यो एउटा दामी मजाको ठाउँ छ यो ठाउँ चाहिँ मजाको रहेछ होइन जुम त गर्न सकिँदैन तर यहाँ लाइभ हेर्दाखेरि चाहिँ मजाको देख्दो रहेछ त्यहाँबाट हामी जाँदैछौँ अनि यस्तै छ गाइस हल्का गाडीमा खलासी टाइपको भइदिएको म पनि सुन्नु हुँदैछ होला किनभने मेरो माइक छैन आज माइक नहुँदाखेरि अलिक गाह्रै हुन्छ भिडियो बनाउनु ओ पाठो यहाँ पाठा नानीहरूको नाम चाहिँ के हो तिमीहरू ब्लग हेर्छौ ब्लग यहाँ आएर त ब्लग हेर्छौ मेरो हेरेको छैन हेर्नु ल यहाँ तिमीहरू पनि आयो अब कुन दिदी यो दिदीलाई चिन्नुहुन्छ हेरेको रहेछ मेरो ब्लग म फेमसै रहेन सुन्नु अनि कहाँ शाहरुख खेतमा लाउनुहुन्न त तपाईँ अनि छोरीमा काम नलाउनु जान्छ म आफू काम पनि भन्नु बोल्दिनँ यहाँ भाइहरू रहेछ भाइहरू यसो हेलो भनिदियो मेरो ब्लगमा कति गरी कक्षामा पढ्नुहुन्छ यहाँ चाहिँ ग्राउन्ड रहेछ गाइस यो ठाउँ चाहिँ एकदम मजाको रहेछ यहाँ केटाकेटीहरू छ उनीहरूलाई यसो क्यालेन्डरहरू डिस्ट्रिब्युट गर्दै हामी के कसैले बुझाइदिनु हुँदैछ सबै खेला प्राय हुन्छ भेरी नाइस स्कुल ओके यस मोरङपातीबाट इङ्ग्लिस स्कुल